हेलो एभ्रिवान सर नमस्ते गुड इभिनिङ हो कि के हो अहिले रातिको 11 बजेको जस्तो म चाहिँ रातिको ब्लग स्टार्ट गर्दैछु सबै मान्छेको चाहिँ बिहान ब्लग स्टार्ट हुन्छ मेरो चाहिँ राति हुँदैछ है किनभने साथीहरू मेरो चाहिँ अहिले नानी सुतेको छ मलाई चाहिँ निन्दा लागेन होइन अनि अब दिउँसो भनेको उसको दिनभर सुत्ने के गर्ने काम हुन्छ रातभर उठ्छ नि त त्यही भएर आज चाहिँ नाइट ब्लग बनाउँदैछु है अब अहिले सुतिरहेछ रातिको अहिले 11:30 भयो होला अनि रुमको हालत रहेको चाहिँ यस्तो अनि यहाँ चाहिँ मैले रेडी पारेर राखेको किन भन्दा म एक्लै छु एक्लै चाहिँ राति अप्ठ्यारो हुन्छ नि त त्यही भएर एउटा हातले गर्नुपर्ने सो यो सबै रेडी पारेर तातो पानीले धोएर मैले घोप्ट्याएर राखेको छु यहाँ पनि यहाँ पानी हाल्ने बिर्सिहाल्ला यहाँ पनि पानी हालिहाल्छु है धेरै पानी हाल्नु थोरै पानी हाल्नुपर्छ है एकचोटि खाना पुग्ने पानी मात्र हाल्नुपर्छ है किन भन्दा तताउनु सजिलो हुन्छ नि त म बिस्तारै बोल्दैछु कि नानी उठ्छ भनेर तताउनु सजिलो हुन्छ छिटो तातिन्छ नि त धेरै तताएर राख्यो भने अब ढिलो पनि तातिन्छ फेरि सेलाइहाल्छ थर्मोसमा पनि नहुने भयो क्या त्यही भएर मैले चाहिँ यहाँ थोरै पानी रेडी पारिरहेको छु भरे एक हातले गर्न सजिलो हुन्छ कि नत्र नानी प्यार हुन्छ अनि यो चाहिँ रहेको छ मेरो एमएमएसको पाउडर मिल्क यो किन दुईवटा राखेको भन्दा यहाँ चाहिँ सकिनु लागेछ क्या सकिनु लागेछ सो यो चाहिँ मैले रेडी खोलेर रेडी पारेर नयाँ रेडी पारेको छु अनि यो चाहिँ मेरो चार्जर भयो क्यामेरा स्ट्यान्ड यहाँ राखेँ नानी सुतिरहेछ मलाई चाहिँ के भएको याद निन्दा लागेको छैन त सबै मम्मीको प्रब्लम होला है आफ्नो बच्चा सुतेको बेला चाहिँ निन्दा लागेन आफ्नो निन्दा लागेको बेला ट्याक्कै उठिन्छ जिन्दगी बिजोक छ बिजोक गाइज फाइनली मेरो महारानी साहेब उठ्नु भयो है पर्खेर भयो 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 ढिलो भयो आउँछ सानो आउँछ ला लाइन गयो गजब हो गयो लाइन चला गयो आज के दिन चाहिँ लाइन गयो है नानीको आजीहरू माथि छाली पठाइ ल धेरै नहल्ने न यार कहिले बमिल गर्छ यार है अघि मात्र दुईवटा फेरिदिएको है हाँस्छ बमिल गरेर हाँस्छ कोही मम्मीलाई चाहिँ यति धेरै लुगा थुपारिदिने हो सानो के होस् ल दुध पाउडर खाने अनि मात्र डाइपर फेर्ने फेरि आची गऱ्यो भने मेरो 16 रुपियाँ खेर जान्छ 16 रुपियाँ अलिकति खाएर गएर बस्छ नि त ल दुध पाउडर बनाइदिन्छ हस् बमिट गर्ने होइन हस् ओके बमिट नगर्ने है आज नानी खोइ कहाँबाट ज्ञानी भइरहेछ सबै चाहिँ रुएर एउटा हातले बोक्नु पर्थ्यो एउटा हातले फर्मुला बनाउनु पर्थ्यो सो मैले चाहिँ यहाँ थोरै अलिकति पानी तताइसकेँ यसमा चाहिँ टक्क म 30 ml खुवाउँछु अब चाहिँ मैले फिटिसकेँ तातो पानीमा अब यसलाई चाहिँ म एकछिन सेलाउनलाई एकछिन राख्छु क्या त्यहीँ राख्छु अनि अरू बेला चाहिँ मेरो छोरी चाहिँ चेर रुनेमा चाहिँ आज ज्ञानी भएर सुतिरहेको छ है म चाहिँ सुरुमा ब्रेस्ट फिडिङ गराउँछु क्या नपुगेको चाहिँ म 30 ml बनाएर चाहिँ खुवाउँछु भयो ल तिम्रो भिडियो यति नै लिए ल क्यामेराले फेरि आँखा बिग्रिन्छ होला क्यामेराको लाइट बलिरहेको छ त्यसले फेरि आँखा बिग्रिन्छ सो साथीहरू म चाहिँ जहिले पानी चाहिँ तातो पार्छु पानी चाहिँ तातो पार्ने हो कि नर्मल पानीले पनि हुन्छ कि थाहा छैन म चाहिँ पानी चाहिँ तातो पारिदिन्छु अनि अब फिट्नु पनि अब त्यो चन्जीले खर फिट्नुमा चाहिँ कहाँ त्यो साध्यै हुँदैन कि एक्लै भएपछि त त्यही भएर म चाहिँ जहिले सबै त्यहाँ भुइँमा रेडी पारेर राख्छु अनि नानी बोकेर बस्छु अनि एउटा हातले सुई गऱ्यो सर घोलेन भने फेरि डल्ला पर्छ क्या अनि त्यही भएर म चाहिँ त्यो बोटुकामा चाहिँ अलिक छिटो सेलाउँछ भनेर राखेको न अझै अति भयो धेरै रुयो भने ठुलो त्यो प्लेट लिएर आउँछु अनि सर राखेर त्यो चाहिँ एकछिनमै सेलाउँछ क्या त्यो बोटुकामा अलिक ढिलो सेलाउँछ अब अहिले त दुध पनि अलिकति खाएको छ नि त त्यही भएर मजाले बसिरहेछ अनि त्यसरी चाहिँ म चाहिँ खुवाउँछु है साथीहरू अब एज अ न्यू मम मलाई पनि कति कुरा चाहिँ थाहा छैन तपाईँहरूले मेरो यो ब्लग हेर्दा त मेरो छोरी कति ठुलो भइसकेको हुन्छ होला हामी चाहिँ आज 55 दिन पुग्यौँ अनि हामी चाहिँ आज अकेला छौँ सेलाउनु कत्रो टाइम लाग्यो सेल लाग्यो छैन
मान्छे रिसाउनु आँटिसक्यो बम मैले पर्क्यो भने छैन रेडी भयो अनि यहाँ देखेको छ कि छैन यसलाई चाहिँ टक्क यसरी हाल्नुपर्छ है फेरि फिज आउँछ यस्तो गरेर हाल्ने ए फिज आएन देखिँदै देखिँदैन यो फिज आयो भने चाहिँ मेरो अनुहार पनि हेर्नु ल फिज आयो भने चाहिँ नानीलाई ग्यास हुन्छ क्या पेटमा त्यही भएर छेउमा यस्तो गरेर हाल्नुपर्छ सेलाउँछ ल धेरै नाटक भयो सानो अब पढ्नुलाई मिल्क खाने ए हिचकी आयो फेरि कहाँबाट हिचकी आयो हिचकी त मा दुश्मन हो तिम्रो मा दुश्मन कहाँबाट आयो आज त दिउँसो खासै सुतेको छैन राति सुत्ने हो कि सुतिदिए त घरमै हुन्थ्यो सक्यो फ्रेस भयो त हौ छोरी त एकछिन होला गर्मी भयो होला खाएर देव गऱ्यौँ मास देव गऱ्यौँ एकछिन ल बमिट गर्छ कि फेरि राखौँ ए नरिसाउन हो बाबा देव गरौँ देव 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 रोमान्टिक हुनु खोजेको कहाँ रिसाएको त नि Yang Don ganito नक्कली भएको हाँस्छ पो नक्कल लाग न सुगर देऊ न गाइज ए यति ताजामा चाहिँ सुत्छ होला 1:30 भइसक्यो यस्तो ताजा छ क्या खुसी छ यार आज नानी कति 55 दिनको भयो तर त्यति धेरै रियाक्ट चाहिँ गरेको छैन अलिअलि रियाक्ट गर्छ कहिले खुसी भएको बेला हल्का बोल्छ अनि यो डाइपर खोलेर कस्तो खुसी हुन्छ क्या त्यही भएर एकछिन यतिकै राखेको फेरि बाहिर पिसाब गरिदिने हो कि तनाव छ तनाव अब एकछिन मानेको बेलामा चाहिँ दुध दानीहरू धोएर आइहाल्नु पर्यो यो चाहिँ टक्कसँग म धोएरै राखिहाल्छु कि अहिले नै यो र यो नत्र फेरि भोलि यस्तो आपत पर्छ तीनटा चाहिँ हात धुनै पर्छ क्या तीनटा हात भएन भने चाहिँ गाह्रै छ हामीलाई हैन आ उ भनेर अब सुत्ने आ आ आ आ आ सुतौँ न नानी सुतौँ होइ है नसुत्ने आँखा त चङ्गा छ त नि ल साथीहरू मेरो छोरी अहिले सुत्छ जस्तो छैन अब 2-3 बजे सुत्छ होला भरे भिडियो नरु न भरे जाँगर चल्यो भने चाहिँ म भिडियो जोड्छु नभए चाहिँ जोड्दिनँ ल क्यामेरामै छैन क्यामेरामै छैन अघिको भिडियो त आँखादेखि माथि मुखदेखि तल मात्रै आएको रहेछ नाकदेखि माथि त छैन म त मुरकुटा हो कि क्या मुरकुटा टाउको नभएको मुरकुटा नरिसान हो नरिसान बाबा नि खोज्नु थालेको मलाई घुर्की लाउने मलाई रिस देखाउने हो किन हिरो नि पल्ले भने यस्तो गरेको त नाक दुख्दैन ए 2 बज्न लागिसक्यो सुत्दैन निन्द्रा लागिसक्यो अनि सुत्न मन निन्द्रा लाग्दैन ऊ चाहिँ सुत्छ नि मलाई सुत्नु दिँदैन ऊ चाहिँ दिउँसो पनि सुत्छ रिस उठ्छ भने मलाई बिहान पनि मस्तरी सुत्छ मन निन्द्रा लाग्यो जहिले उठिदिन्छ मिल्दिनँ म तिमीसँग कट्टी सुत्न हौ बाबा निन्द्रा लागिसक्यो
2 बज्यो अनि म चाहिँ कतिखेर सुत्नु रुन्ची गाइज 4 बज्न लागिसक्यो 3:51 भइसक्यो मान्छे ताजा फेरि पनि रेडी गरिदिएको छु सुत्दैन यार के गर्नु निन्द्राले ज्याप भइसक्यो बिहान भइसक्यो मान्छे ताजै छ भोकाएर रिसाके गर्छ के गर्नु र अब खुवाएर कतै सुत्छिन् कि बेडमा निन्द्रा नलागेकोला भनेर भुइँमा ल्याएर सुताइसक्यो नि हाम्रो बेड खाली छ खाली यस्तै छ हालत के गर्नु अब गुड मर्निङ भइसक्यो मान्छेको हाम्रो 12 1 2 3 4 बजिसक्यो सुत्दै गाह्रो छ जिन्दगी रेडी भयो निन्द्रा ल्याएर यस्तो भइसक्यो सुत्दैन यार अहिले खाएर सुताइन नि म अब बर्फ पनि गराउँदिनँ बर्फ गरायो भने यस्तो निन्द्रा बिच्केर सुत्दैन सुतिरहेको थियो क्या बर्फ गराएको ताजा भइहाल्यो बिहा जाँदैछ भने चाहिँ नसुत्नु मेरो लिङ्गलाई चाहिँ अलिक टाउको दुखेर मेरो आँखा निस्केला जस्तो भइसक्यो हुँदैन भयो छक्का आएगा गल्पना सुताउनु पर्यो के